स्वागत छ यहाँहरूलाई 5 पोखरीसम्मको यो एउटा नयाँ भिडियोमा। म र मेरा दुई बहिनीहरू मिलेर काठमाडौँबाट करिब 4 दिनको यात्राको लागि 5 पोखरीसम्मको यात्राको लागि निस्किँदैछौँ। समुद्री सतहदेखि करिब 4100 मिटरको उचाइमा रहेको 5 पोखरी धार्मिक र पर्यटकीय हिसाबले पनि अत्यन्तै सुन्दर रमणीय ठाउँ हो। हामी पनि यही कुराहरू सुनेर देखेर त्यसैबाट प्रभावित बनेर हामीले काठमाडौँदेखि यात्रा तय गर्दैछौँ, जसमा हामी चाहिँ काठमाडौँदेखि सिमटीसम्म बसको यात्रा गर्दैछौँ भने त्यस पछाडि हामी पैदल यात्रा सुरु गर्नेछौँ। यात्राको क्रममा हामीले विभिन्न उतार चढावहरू, विभिन्न रमाइला र नयाँ अनुभवहरू बटुल्ने मौका पायौँ। यो अनुभवहरू हामी यहाँहरूसँग जस्ताको तस्तै सेयर गर्दैछौँ। यहाँहरू पनि 5 पोखरीसम्मको यात्रा गर्दै हुनुहुन्छ भने पनि यहाँहरूको लागि यो भिडियो सहयोगी साबित हुनेछ। काठमाडौँबाट आफ्नो सम्पूर्ण तयारी सहित निस्किँदैछौँ। यहाँहरू पनि हामी सँगसँगै रहनुहोला। हामी चाहिँ निस्किँदैछौँ है काठमाडौँबाट। चाहिँ निस्किँदैछौँ है काठमाडौँबाट। चार घन्टामा छिन्ती पुग्नुपर्ने 4 घन्टा मेलामा चाहिँ आएर बसेछ। तिनवटा भनेको गाडी छुटेर यस्तो बिजोग गर्छ। ए भगवान दादासित हिँड्ने त यस्तै हो कि बिजो क्यार यता न उताको पार्नुहुन्छ। त्यत्रो फोन गर्नु बुझ्नु भन्दा भन्दै अहिले हेर्नु त गाडी नपाएर त्यही भएर पहिले फोन गर्नु टिकट लिनु भने गर्नु। दादाले यस्तो बितारा पार्नु भयो, अब के हुन्छ थाहा छैन। टाढा भन्ने भने त म्याग्दी जाने भन्दा पनि टाढा रहेछ। लिनुहोस् धाराबाट भरेर लिएको चिसो पानी। अहिले चाहिँ हामी 5 पोखरी जाने क्रममा भौतारी नै यो ठाङपाल गाउँपालिका तेन्जिङ चोक भन्ने ठाउँमा आइपुगेको छौँ।
एकछिन बाइकको यात्रा नि गरियो कल्लानी होला प्याजहरू छ अझै हामी जान त कहाँ हो थाहै छैन पोखरीको चटपट चाहिँ भुजालाई रातो बनाएको हुँदो रहेछ खास हाम्रो लागि त यस्तो नेचर त खासै नौलो कुरा त होइन हामी पहाडको मान्छेहरूको लागि होइन त्यो चाहिँ हाम्रो लागि लेसन भयो नि त त्यही भएर अरूलाई नै एडभाइस दिनु मेरो एडभाइस हामी चाहिँ के गरियो भन्दाखेरि काठमाडौँबाट मेलम्ची आउने गाडीमा आएर मेलम्चीबाट चाहिँ छिम्टी आइयो काठमाडौँको शिवचोक जोरपाटीमा भएको शिवचोकबाट सिधै छिम्टी आउने गाडी पाइँदो रहेछ छिटो पनि सजिलै पनि आउन सक्ने तपाईँहरू पनि 5 पोखरीसम्म यसरी सार्वजनिक यातायातमा लोकल बसमा चाहिँ आउँदै हुनुहुन्छ भने यो कुरालाई ख्याल गर्नु होला कि यहाँ आउनको लागि यहाँहरूले पनि जोरपाटी शिवचोकबाट नै छिम्टी जाने बस भनेर सिधै चढ्नुभयो भने दादाको तल्लो बाटो पुल बाटो जाने सजिलो पनि हुने प्लान गरेर हिँड्नुहोस् हाम्रो दादा जस्तो अनप्लान गरेर हिँड्यो भने डबल पैसा खर्च हुन्छ डबल टाइम खर्च हुन्छ ए राम्रो छ भ्यू चाहिँ तर हाम्रो गाउँतिर पनि हुन्छ यतिको भ्यू छ यहाँ चाहिँ पुल अलिकति डेकोरेसन गरेको रहेछ हाम्रोतिर डेकोरेटेड पुल हुँदैन त्यति मात्रै हो डिफ्रेन्स म चाहिँ क्यामेराम्यान हो बोल्न चाहिँ आउँदैन खिच्नु चाहिँ आउँछ यहाँ चाहिँ अलिकति अन्नुरी भइरहेको छ के हो र आफै खाने टिप्दै खाँदै गर्नुहुन्छ यार अहिले नि मेरो कुरा मान्नु भएको होइन छिटो छिटो जाम भन्दा अहिले बस्नु वाउ यो खास यो भ्यू खासै पहाडतिर नहिँडेको मान्छेलाई चाहिँ यतातिर आयो भने स्वर्गै जस्तो लाग्थ्यो होला है हामी चाहिँ पहाडकै मान्छे भएर त्यस्तो वाउ टाइपको त लाग्दैन तर 5-6 वर्ष भयो गाउँ नगएको अनि यस्तो भ्यू देख्दाखेरि चाहिँ ओ सुगी बिस्तारै जानु है झोला र ज्याकेट चाहिँ खोलेर जानुपर्छ नि यो दिदी फेरि फाल्नु म खान्छु झर्ने होला नि ल भुइँमा आयो तर केही छैन म टिपेर खान्छु यतातिरको त भुइँ नि सफाइ हुन्छ क्याच भयो दादा नफाल्नु भोकेर गयो मेरो नेल कलर र यो त म्याचिङ भएको
चलाउनै नमिल्ने गरेर ल्याइदिनु भएको छ भिडियो हो क्या हामीले चाहिँ काफल पायौँ यति मिठो छ यो काफल दादासँग हिँड्नुको मजा चाहिँ त्यही हो झोला नि बोक्नु पर्दैन यो नि गरिदिनु त्यो नि गरिदिनु भन्नु पाइन्छ झोला बोकिदिनुहुन्छ जे भन्ने नि मान्नुहुन्छ गाह्रो काम सबै लाउन पाइन्छ कति रमाइलो हुने यार यसरी हिँड्दा त अब त हिँडेर आएको हामी 1 घन्टामा आइपुग्यौँ लाली गुराँस हजुरको फेभरेट लाली गुराँस दिनभरिको इन्सिडेन्ट पछि नि फेरि दादाको कुरा मानेर यो बाटो गइरहेछौँ खास दादाको कुरा सुनेर रिक्स लिँदैछौँ फेरि यही उल्टो पाल्टो बाटो हिँड्दैछौँ यदि कसैलाई 5 पोखरी डुल्न मन छ भने खानेकुरा नलिएर आउनुहोस् एउटा दाई लिएर आउनुहोस् जे पनि टिप्न लगाउनुहोस् आया तर मलाई त हजुर टिप्दिने है क्यामराम्यानलाई टिप्ने हो नि त कुरो त पहिला अल्सेलु टिपेर कुरो निकाल्ने त्यहाँबाट गएको भएपछि त्यहाँनिर एउटा सानो मन्दिर टाइपको नि रहेछ क्युट वाला तर हामी यहाँबाट आयौँ रोडबाट गयो भए चाहिँ त्यहाँ देख्दो रहेछ सेम हाम्रो गाउँको आए जस्तै रहेछ डकनाम जस्तै छ मान्छेहरू पैदल यात्रा अब लिएको बेसी गर्दाखेरि टक्क बस्ने मान्छे झन् अर्कै अर्कै त्यहाँ चाहिँ रहेछ एउटा पिङ्क कलरको यस्तो उकालो बाटो छ पसिनै आइसक्यो यो पारी देखिने ठाउँ चाहिँ छिम्टी भन्ने ठाउँ हो अहिले हामी त्यहाँसम्म बसमा आएर त्यस पछाडि बिस्तारै यो बाटो हिँडेर यहाँ पैदल हिँड्दै हामी यहाँसम्म आइपुगेका छौँ 2 जना कछुवाहरू हिँडिराख्नु भएको छ जो त रित्तै भारी केही बोकेको छैन ऊ चाहिँ पछि पछि हिँडिराखेको अवस्था छ तपाईहरूलाई 5 पोखरीसम्मको यो यात्राको सुरुवाती चरणमा के कस्तो अनुभव भइरहेको छ त्यो कुरा चाहिँ सेयर गर्नु होला एकदम दुःख अनुभव भइरहेको छ आधी घन्टा आउने बाटो 1.5 घन्टा लगाएर आयो बल्ल बल्ल सक्यो बल्ल बल्ल होइन चम्चा टिपेर रासको चम्चा टिपेर कता कता त मान्छेले पट्टाको चम्चा दिन्छ नि यहाँ त नेचुरल ए गुराँसको बुट्टा पाइन रहेछ कि दादा जाँदा लगमलाई उकाइदिनु गमलामा सार्ने के हेर स्ट्रबेरी लैजाउँला के खै स्ट्रबेरी घिउको लाम है दादा यो अनि रोपेर पलाउँछ त पलाउँछ के स्ट्रबेरी नै हो अब लेख्नु त त्यतिकै पाइन्छ अब भन त के हो गर्छन् अझै यो झन् मस्त बसाउनु मिठो हुन्छ है दादा स्ट्रबेरी भन्दा बढीमा बसाउनु हुन्छ दादा चाहिँ फुल स्पिडमा उहाँ माथि पुगिसक्नु भयो हामी 2 चाहिँ लो चाहिँ भएर हिँड्दैछौँ
ओ माई गॉड सासै रोकेला जस्तो छ अर्को त जन्म भन्दा पनि स्लो मोसनको छ इट्स मिडियम के रे त्यही धेरै बिस्तारै हिँडेको हो नि हाम्रो दादा हराइसक्नु भएको छ टाढा टाढासम्म कतै नजर आउनु भएको छैन दादा बाघले लग्यो कि क्या हो दादालाई जरा मात्रै छ त फाइनल्ली हामी लामो समय जङ्गलको यात्रापछि एउटा सानो बस्तीमा आइपुगेको छौँ अघि तल तल खसरा खसरा गरेर जङ्गलमा बाघ आउला जस्तो लागेको थियो जे भयो नि अहिले चाहिँ बस्ती देखेर पनि खुसी लाग्यो चिसो पानी पाइन्छ होला यतातिर त मजाको यता त यस्तो कहाँ 5 पोखरी यता होइन उठा होला यता हुन नि सक्छ नि यस्तो अनकन्तार जग्गामा आइपुगेको छौँ हामी त उठै अरे धन्न यता उकालो गएन फाकटमा दादाले 5 पोखरी त उहाँ कहाँ भन्नुहुन्छ आज त हामी रातिसम्म हिँडेर नि आधी बाटोमा बस्ने हो अनि भोलि नि 4-5 बजे उठेर गयो भनेपछि हिँड्यो भनेपछि बल्ल 12-1 बजे 5 पोखरी पुगिन्छ अरे थाहा छैन कसरी जाने हो यस्तो ठाउँ छ अझै हामी बस्ने होटेलमा जाने 2-3 घन्टा हिँड्नुपर्छ अरे भनेपछि हामी 8 बजीतिर पुग्छौँ होला त्यो होटेलमा उनीहरू पो 2 घन्टामा पुग्छन् तिनीहरूले देउराली आउने नि त कति भनेको थियो ए देउराली अरे ए देउराली अरे तिनीहरूले देउराली जाने 2 घन्टा भनेको थियो हामी 1-1.5 घन्टामा आइ यस्तै खेल्दै देउराली यही हो रे देउराली यही हो ए अझै हामीले देउरालीसम्म पुग्न सक्छौँ कि भनेको हामी त देउराली भन्दा नि माथि जाने भयो नि त यहाँ चाहिँ यस्तो राम्रो गेट छ अनि कस्तो राम्रो राम्रो डिजाइनको घर छ अनि हाम्रो गाउँतिर चाहिँ गोठ बनाएर गाई भैँसी राख्दै यहाँ चाहिँ बाइकहरू राखेको छन् दादा गेटमा गएर पोज दिँदै हुनुहुन्छ यो कुन भाषामा हो हामी देउराली डाँडामा आइपुगिसक्यौँ 2105 मिटरको उचाइमा रहेको देउराली अझै हाम्रो यात्रा निरन्तर रूपमा अगाडि बढ्दैछ अहिले चाहिँ हामी देउराली डाँडाभन्दा अलि माथि आइपुग्यौँ र हामी चाहिँ एकदम तिनजना नै अननोन छौँ अब कहाँ जाने कसरी जाने भन्ने केही थाहा छैन तर पनि जता जता बाटो देखिन्छ त्यतै चाहिँ हिँडिरहेका छौँ जता माथितिर बादल लागेको जङ्गलहरू देखिन्छ पक्कै अब आशा छ यही जङ्गलतिरै कतै कतै होला 5 पोखरी अब त्यतैतिर होला जाने अनि यो त बाटो छ के अरे यही बाटो होला भनेर यही बाटो चाहिँ हिँडिरहेको छ अझै 12 किलोमिटर अझै 12-13 किलोमिटर चाहिँ अझै बाँकी छ पैदल गर्नु के हुन्छ र सब लान्छ फक्कै नु काठमाडौँमा कहाँबाट उम्रिन्छ यस्तो सेम हाम्रो गाउँ जाने बाटो जस्तो छ यार गाउँ गयो भने नि हुँदैछ झार झङ्टी रुख सुख जे देखे त्यही लैजाम मात्रै भन्छ
यिनीहरू सब बोकेर जान्छन् यार यो नि लैजाम भनेछ त्यो नि लैजाम भने हे भगवान् के दिएर नि फेरि खस्यो यार ओहो यहाँ त मलाई अन्त पानी रहेछ नि दादा सिलगढीतिर हेर्नु के सानो पाए त दामी हुन्छ नि सिलगढीमा त काठमाडौँमा कहाँ फैलिन्छ क्या यिनीहरू काठमाडौँ दिएको हो हेरौँ पर्सि के लान्छ अनि दुईटा बाटोमा अलमल लिन्छ मान्छेहरू ठ्याक्क यता काठपोखरी जाने बाटो मान्छेहरूले धर्म त गर्दैन यो फुल चाहिँ खानुहुन्न कति राम्रो फुल हो यिनीहरूले जे पाए नि खाने टिप्ने मात्र कुरा गर्छन् कस्तो यो फुल चाहिँ खाऊँ भने होइन म युट्युब च्यानलै नभएको मान्छेलाई पो भ्लग गर्न खतरा क्यामेरा एङ्गलबाट खिच्न आइरह त यस्तो गर्न नि आइरह यस्तो गर्न नि आइरह ओ माइ गॉड जङ्क फुडहरू चाहिँ प्राय काठमाडौँबाटै बोकेर आए हुन्छ यता छुइ नसक्नु महँगो हुन्छ हिमालको चरामा भएको त्यो चिज के को चम्चाले खान्छ त्यसको नाम छिम्टी रहेछ मैले सोचेर छिम्टी काठमाडौँबाट छोडेर पनि चटपट छोडिएको छैन कहीँ गएर चटपट छुट्दैन के चाउ र भुजा मजाले भन्छ चटपट बनाएर प्याज धरी हाले खाइन रहेछ नि हालिहाल्यो काट्ने दे बात सुनेरै हाम्रो साथ त गइसक्यो के नै छिटछिटै हिँड्छौँ भनेर फुइ लाउँदै हिँडिरहेको थियौँ फुइ गयो फुइ भयो पोखरी जाने यो उकालो त टेलर मात्रै हो अझै कति छ भन्छ अब हामी गाउँमा त्यत्रो हिँडेको मान्छे त हामी गाउँमा यो काटेर बाच्छालाई उन्नाउँछ बाच्छालाई ओछ्याउँथ्यौँ म त उन्नाउँथ्यौँ यो चाहिँ हाम्रो दादाको बेबी हो हाम्रो दादाको बेबी हो है देख्नै होइन बेबी बेबी गर्नुहुन्छ यस्तो ठाउँमा आछौँ कि हामी त ओ माई गॉड दादाको बेबीहरू यहाँ लडिरह टोक लाग्यो दादा दादा छेउमा नजानु न नखेलाउनु दादा आयो दादा मम्मी ओइ 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 मेरो छेउमा आएर लड्छ दादा यो कालेले मलाई हेर्यो मम्मी हेर्नु
दुनाले मलाई हेरे चोर रहेछ यार त्यसले त मलाई हेरिरहेको कि यस्तो घुरेर यो दादा त हजुरको बेबीले झन्डै फुपूलाई टोक्यो यो चाहिँ लाङटाङ नेसनल पार्क रे टिकट काउन्टर लेखेको छ त के यहाँदेखि हामीले टिकट लैजानु पर्ने हो स्ट्रबेरी हो कि स्ट्रबेरी भन्दा बढी बसाउने हुन्छ यो लेकको स्ट्रबेरी हो पुल्लाम होइन घिउ पुल्लाम हो लाग्छ तर यो बसा छैन अहिले सानो बच्चा भएर घिउ पुलाम रे यसको नाम चाहिँ जा भनेको आउँछ त यो कुकुरले फेरि पछ्याएर यो दादालाई कुकुरले के पिन मन पराएको हौ तिमी त साँच्चै नै बेबी रहेछौ त अन्जु दिदीलाई देखाउनु पर्ला ए बेबीले त पछ्याउन लाग्यो के यो दादालाई त कुकुरले पछ्याएको पछ्याइ गर्छ त हिजो नि अन्जु दिदीको घरबाट दुईटा कुकुर पछि पछि लाएर आएको थियो दादाको पछि पछि घरै आएर गेटबाट भित्र छिरेको थियो के हो र बिचरालाई हिजो भर्खर मैले बाचा बन्धन हेरेको थिएँ यो बाटो त उस्तै उस्तै छ त ऊ यहाँतिरबाट गोरे आऊ भन्दै हिजो टिकटकमा यत्तिकै बाजा बन्धनको क्लिप आएर मैले हेरिदिएको कि यता खास गुनास पर्ने थियो तर छैन आया मैले चिनेको हो कि यत्रो डन्डीबाट यत्रो निस्क्यो त्यही टेस्ट त्यसले खाएको खाइछ कुहिरो लागेर अँध्यारो भइसक्यो अँध्यारो देखिनु लाग्यो होइन यस्तो वाटरप्रुफ टाइपको चाहिन्छ क्या हल्का त हुन्छ तर पानी पऱ्यो भने भित्र पानी छिर्छ नि त त्यही भएर वाटरप्रुफ चाहिन्छ मैले चस्मा लगाएर हो कि किन अँध्यारो देखिरहेको छ यस्तो कुहिरो सुहिरो लाग्यो खोलाको आवाज चाहिँ लास्ट रिल्याक्सिङ हुन्छ कि खोलाको आवाज दादाहरू फेरि सोध्दै गफ गर्दै हुनुहुन्छ ओ माई गड कस्तो राम्रो छ यहाँनिर के लेखा रहेछ एक्स्ट्रोभर्ट मान्छेहरू चाहिँ सोध्दै हिँडिरहन् म चाहिँ इन्ट्रोभर्ट भएर चाहिँ पो लागेर सु हिँड्दैछु क्यामेरा मात्र बोल्नु सक्छु म त्यही पनि एक्लै त्यो कुहिरो लागेर मान्छे नदेख्दा त मन डर पो लाग्छ त जनावर भुटको त होइन मान्छेकै चोर लाग्यो भने यत्रो महँगो क्यामेरा बोकेर हिँडेको चोर दियो भने कसैले क्यामेरा बोकेर मोबाइलबाट भिडियो बनाउँदैछु हामी मात्रै रहेछौँ यार जाने चाहिँ सब मान्छेहरू फर्किने मात्रै छन् यता चाहिँ हामी चाहिँ
जाँदै नै छन् उनीहरू चाहिँ अझ कति टाइम लाग्छ भन्ने सोधेर आयो दादा राति बाँस बस्नु पर्यो भने पनि यस्तो जङ्गलमा हात्तीहरू बनाएको रहेछ धर्मशालाहरू अब यहाँ राति हट्यामा बस्ने के हुन्छ त अब करिबन टेन्ट सेन्ट लिएर होला होइन गन्तव्यमा पुग्न सकियो अब कति टाइम लाग्छ अरे त अब 2 घन्टा अझै 2 घन्टा What the hell? अझै 2 घन्टा भनेपछि त हामी त 8 बजे पुग्छौँ त अनि 5:30 कि 6:30 अहिले 6:30 7 बजेसम्म पुग्छौँ होला ओ माई गड एक्स्ट्रोभर्ट मान्छे चाहिँ सबैलाई सोध्दै हिँडिरहनु भएको छ कसैले 2 घन्टा भने खान् कसैले 1 घन्टा भने खान् कसैले 1.5 घन्टा भने खान् आया म चाहिँ अरूसँग बोल्दैन त्यही भएर क्यामेरा खोलेर एक्लै बोल्दै रहेको छु टुप्पी डाँडा त पुग्न सक्छ कि सक्दैन त्योभन्दा अगाडि त कहाँ पुग्छ त अघि त्यो फोन नम्बर दिएको कहाँ गरे ओ माई गड सास फेर्ने धिपिक भयो म यस्तो गाउँमा नि त हिँडेको मान्छे हो नि कस्तो बजार आएर बेत्ताल पारे जस्तो भएन दादा भन्नुहुन्न नाता गर्छे भन्नुपर्ने हो त हजुर त खासमा पावर सकिए पनि हुन सबले लौरो दिएकी छन् हामीहरू लौरो बिना यस्तै लौरो मागे भए नि हो नि बरु तिनीहरूलाई यस्तो बोल्ने मान्छेहरूले माग्यो भने त दिन्छ नि ओह्रालोमा हो नि लौरो चाहिँ माछी काँडैले नजर लाउँदै अहिले 7 बजेसम्म नपुगेर अँध्यारोमा कहाँ बितारा पर्ने हो भन्ने थाहा छैन मान्छेहरूलाई हेर न यहाँ 5:30 भइसक्यो 2 घन्टा हिँड्नु छ बाटोमा चाहिँ यस्तो र रमाइलो छ डरै छैन मलाई मात्र डर लाग्छ म त्यत्रो गीत गाउँदै हिँड्दै हाम्रो संस्कार एक मानव एक अवतार यो बादल कस्तो डर लाग्ने जङ्गल छ यो धरती भएको ध्यानीहरूसँग हिँड्यो भने चाहिँ बाटोमा यस्तै हो काफा लागि नसकिँदासम्म खाएको खाइ गर्ने होइन जता पायो उतै ध्यान गर्दै बस्दै गरेर हामी 7 बजी होइन 8 बजीसम्म नै पुग्दैन जस्तो भइरहेको चुपचाप लागेर यहाँको कान कस्तो टिनिनिनिनिनि पुग्ने बेला भए त हुन्थ्यो नि त अनि पुग्ने छाँटघाटै छैन टुप्पी डाँडा पुगेर बाहिरपट्टि यसो त्यो मजा आयो यार एकैछिन आनन्द त मलाई आगै बाटो त यस्तो राम्रो छ यहाँ आयो टुप्पीदा च्याट जिपिटीले नि दुःख दिएर मर्यो कस्तो राम्रो गोठ र बरु होइन आहा नेपाली लेखा रहेछ वाह क्या राम्रो छ हो यार गाउँमै बस्ने मान्छेलाई त यस्तो ठाउँ आनन्द लाग्छ राम्रो लाग्छ भने म त्यति आनन्द लिन्छु कि मान्छेले एक्लै आनन्द हुन थाल्यो भने कोही छ दुइटै बाटो पाइन्छ नि होइन गर्मी भएर मर्नै लाग्यो म जो मान्छे
थिएँ यता बाटो पाइप लगाएर जब मान्छे एक्लै पनि आनन्द आउन थाल्यो भने यसलाई साथीको जरुरी चाहिँ कम पर्छ अनि एक्लै मस्त भइदिन्छ यहाँ यो टुप्पी डाँडा लेखेको हेर्नलाई यो 5 पोखरी मध्येको पहिलो पोखरी यो दादाको कुरा नपत्याए नि हुन्छ यो दादाको कुरा नसुने नि हुन्छ यो दादाको कुरा सुन्यो भने दुःख मात्र पाइन्छ ल हेर भाइ यहाँ आलु पनि छ आलु रोपेको छ जस्तो छ मान्छेहरूले यस्तो लामो लामो ठाउँ के अरे यस्तो राम्रो राम्रो भिडियो ठाउँ छ नि त होइन तर मान्छेहरूले भिडियो सर्टकट बनाउनेको चक्करमा छोटो भिडियो बनाउनेको चक्करमा सब काटेर हाल्छन् कि त्यही भएर अरूले नहेरे नि आफ्नो लागि मेमोरी हुन्छ अरूले स्किप गरेर हेरौँ न नहेरौँ तर एकदम साइलेन्ट ऊ त्यहाँ चाहिँ एउटा सानो घर छ यो सुकीले फेरि छाप्रो गोठ देख्नै हुन्न टुप्पी डाँडा आयो भन्छ के रे दादा क्यामेराको चार्ज हामीलाई 6:50 मा पुग्नु होला 7 बजे पुग्नु होला भनेको मान्छे यस्तो छिटो हिँड्ने कि हामी जम्मा 6:10 मा आइपुग्यौँ कि कस्तो खतरा हो कि हामी मान्छे सेल्फ प्राउड यहाँभन्दा त माथि त अब सेल्फ प्राउड फिल गरेर कहाँ पुगिन्छ अब कति ठाउँ छ कि छैन राते माते भन्नेतिर प्लस पुग्दा अर्को कुन ठाउँ छ कति टाइम लाग्छ त्यहाँ 40 मिनेट जस्तो ठिकै छ अहिले चाहिँ हामी यो टुप्पी डाँडा भन्ने ठाउँमा आइपुग्यौँ पैदल यात्रा गर्दै गर्दै अहिले साँझको 6:22 गइसकेको छ हामी चाहिँ यो टुप्पी डाँडा भन्ने ठाउँमा छौँ अब झमकै साँझ परिसक्यो हामी चाहिँ यहीँ बस्ने निदो गरिसकेका छौँ हामी चाहिँ आज यो क्याप्टेन विजय लामा होटेल एन्ड लज भन्ने टुप्पी डाँडामा छ हामी चाहिँ आज यतै बास बस्छौँ र भोलि बिहान मात्रै हामी यहाँबाट कुर्सी नि हामी 3 जनालाई राखेर रहेछन् टेबलमा मिलाएर यसमा चाहिँ ट्याक्कै हामी चाहिँ भर्खर आइरहेका छौँ यहाँमा अब यहाँ कस्तो छ यहाँ हेर्न यहाँ बस्न लागि छ हामी चाहिँ आज बस्ने ठाउँ चाहिँ यतातिर छ ट्याक्कै राम्रो व्यवस्था गर्नुभएको छ यहाँ व्यावसायिक हिसाबले राम्रो चाहिँ व्यवस्था रहेछ हामी चाहिँ ट्याक्कै यसरी यो चाहिँ हाम्रो रुम यत्रो राम्रो डेकोरेसन यत्रो जङ्गलमा है जहाँ चाहिँ अब गाडीको सुविधा यातायातको सुविधा छैन यस्तो ठाउँमा पनि यस्तो राम्रो माथि कस्तो राम्रो आइरहेको आवाज चाहिँ कहाँ पुग्नुहुन्छ नि उहाँहरू देखिन्छ म त प्रोफेसनल भ्लगर नै हुन्छु कि कस्तो मजाले खिच्नु जानेको यार मैले अर्को भ्लग हेर्दाखेरि चाहिँ कस्तो त्यो दुःख गरेर सबैको दुःखमा मात्रै खिचेको थियो यहाँ त एकदम सुविधावाला रहेछ यार यो चाहिँ यस्तो ठाउँमा बसेर बिना चिन्ताले नो टेन्सनमा गफ गरेर बस्नु मलाई आनन्द लाग्थ्यो यार फाइनली मैले त अझै टेबलमा कोटासिरहनु भनेको कि मेरो ड्रिम पुरा पानी नि पऱ्यो कि अलिअलि माथि माथि आयो भने चाहिँ यतिकै रेनी ठाउँले गर्दा नि ओछ्याएर सुतेको थियो कि स्लिपिङ ब्यागमा सुतेको थियो राति खानु परेर राति
गाइजहरू कुर्सीमा नबस्नु सक्नुहुन्छ भने